नमस्ते, म यज्ञ इन्जिनियरिङ वर्क्सबाट सन्दीप ठकुरी है। आज फेरि मैले हजुरहरूलाई एउटा नयाँ भिडियो अपलोड गरौँ भनेर एउटा भिडियो लिएर आएको छु। सो यो भिडियो चाहिँ हाम्रो मैले यो स्कुलको पुरै कन्स्ट्रक्सन भनौँ न, स्ट्रक्चर सम्बन्धी सबै कम्प्लिट गरेको थिएँ, लिएको थिएँ है। सो एज होल कन्स्ट्रक्सनको म अब यो कम्प्लिट भइसकेको छ होइन। सो अहिले चालु पनि भइसकेको छ। म ब्याकबाट हजुरहरूलाई यस्तो गर्दै भन्छु है त। पहिला सुरु चाहिँ मेन गेटबाट इन्ट्री गरौँ है। मेन गेटबाट इन्ट्री गर्दाखेरि जुन डिजाइनहरू छ, रेलिङको डिजाइनहरू होइन, यसरी गर्न सकिन्छ। यसमा चाहिँ हामीले सबै एकदमै हेभी नै होइन, हेभी गेजको नै युज गरेका छौँ। सो अब म गेटबाट इन्ट्री गर्दैछु होइन। लगभग यो पुरै कन्स्ट्रक्सन चाहिँ कम्प्लिट गर्नको लागि चाहिँ हामीले जुन जति पनि लिएको थियौँ है कन्ट्र्याक्टमा होइन। अब जस्तो कि यो अहिले क्यान्टिन भएको छ है, अनि यो देख्नु हुँदैछ यो फुटसल होइन, जुन चाहिँ अब सुरु भइसकेको छ, स्टार्ट गरिसकेको छ। र यो चाहिँ स्कुलको स्टेज भयो है। अनि स्टेज चाहिँ है लगभग ठुलो नै छ, नानीहरू पनि टक्क लगाएर रिहर्सल गर्दै रहेछ। अब म हलतर्फ लाग्दैछु। यो चाहिँ हल भयो है। बिस्तारै म देखाउँदैछु, म पछाडिपट्टि पनि देखाउँछु हजुरहरूलाई है। जुन है यो चाहिँ हल हो है। यहाँ चाहिँ भित्र छिर्यो भने चाहिँ डिस्टर्ब होला है, त्यही भएर म भित्र चाहिँ छिर्दिनँ होइन, बाहिरबाट नै गर्छु। अब मैले चाबी ल्याउन बिर्सेछ, म अहिले इन्ट्री गर्छु एकछिनमा होइन। सो यस्तै हो है। यता चाहिँ छ हाम्रो चिल्ड्रेन पार्क भनौँ न है। स्टुडेन्टहरूलाई, सानो सानो नानीहरूलाई चाहिँ है चिल्ड्रेन पार्क जस्तै, चिल्ड्रेन पार्क भनौँ न स्कुलको एउटा है, किड्स पार्क। अनि यो चाहिँ रह्यो फुटसल। मेन मैले फोकस गर्न चाहेको भनेको चाहिँ अहिलेलाई चाहिँ फुटसललाई फोकस गरेँ है। जुन चाहिँ अहिलेको जेनेरेसनहरूलाई चाहिँ होइन स्कुलहरूले प्रोभाइड गरिदिनु भएको छ फुटसलहरू होइन, जुन चाहिँ एकदमै सजिलो गराइदिनु भएको छ है। पछाडिपट्टि जुन फुटसल देखिरहनु भएको छ है, यो फुटसलमा चाहिँ हामीले के युज गरेका छौँ भनेर चाहिँ होइन, त्यो जानकारी चाहिँ म दिने नै छु हजुरहरूलाई होइन। अब हामी लाग्छौँ क्यान्टिनतर्फ। ओके, अब यो फुल भिडियो चाहिँ यसको फुल भिडियो चाहिँ म अर्को भिडियो बनाएर हाल्नेछु है। सो अहिलेको लागि भने एकदमै धेरै धन्यवाद है। थ्याङ्क यू सो मच। र मेरो कम्पनीको नम्बर चाहिँ मैले यहाँ स्क्रिनमा सेयर गरिदिएको छु है, हजुरहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ। सो अहिलेको लागि भने थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।